जाहिर खान जाँदाखेरि अलि उमेर पुगेको रहन्छ, अलि उमेर पुगेर आउनु होला भन्छ नि। ल ठिकै छ, उमेर पुगेर आउला भनेको छु। अब व्यापार व्यवसाय गर्न गरिएन, जानेको पनि छैन। अनि मेरो खेतीपाती पनि केही छैन, घर जग्गा पनि उहिले बाबुबाजेले कता हाले। अब जतासुकै जाओस् त्यो घर जग्गा खोजेर हिँडेन। अब सिर्फ समाज सेवा गर्ने मान्छे हो। अब समाज सेवा गर्ने डुल्ने गर्दाखेरि मैले सरकारको पनि अलिअलि सेवा गरेको छु, सरकारलाई पनि मद्दत गरेको छु। सरकारको कृषि औजार कारखाना भन्ने चाहिँ मैले चलाइदिएको छु। तर सरकारको चाहिँ मैले चाहिँ भन्दिनँ। बेचेको कुरा सुन्नु भएको छ कतै? म किताब बेच्दै हिँडेको थिएँ नि। यो किताब बेच्दै किन भनेदेखि त्यो कारखाना चलाउनको लागि त्यसलाई मर्मत गरिदिने, चलाइदिने भनेर सरकारले सहयोग माग्यो। पैसा दिन्छु पनि भन्यो, लेखेरै दियो, तर पैसा दिएन। त्यही भएर म आफैले मेरो आत्मकथाको किताब लेखेर किताब बेच्दै नेपालभरि बेचेको। सुदूरपश्चिमबाट बेच्दै सुदूर पूर्वसम्म गएको हो। र मैले 526 दिन किताब बेचेको। 526 दिन 18 महिना किताब बेचेँ र पैसा पनि जम्मा गरेँ। झन्डै 12 करोड रुपियाँ भन्दा बढी पैसा त्यति नाफा भयो त्यति किताब बेच्दाखेरि। अनि त्यही पैसाले त्यो सरकारको कारखाना चलाइदिएको। त्यो सरकारलाई सघाएको हो, त्यो मद्दत गरेको। त्यो कारखाना चलाएर हामीले चाहिँ कुनै भनौँ न नाफा खाने, जागिर खाने भन्न चलाएको होइन। एक पैसा पनि हामी लिँदैनौँ, म लिन्न। तर सरकारलाई चाहिँ सहयोग गरे हो। यसरी अब आफूले सक्ने सहयोग त गर्नु पर्यो बाँचुन्जेल। त्यसरी चाहिँ म समाज सेवा गर्ने मान्छेलाई मन्त्री पनि बनाइदियो। अस्तितिर मन्त्री भएको थाहा छ कि छैन? मन्त्री पनि जबरजस्ती बनाइदियो। हेर्नुहोस् बहिनीहरू, माथि चढेर त्यो डाँडो काटेर गयो भने त्यहाँ चाहिँ मेरो गाउँ छ। यो मल्लाजको यो डाँडो त मैले गर्न त गरिएन, कति 100 200-300 पटक त चढ्यो होला। अहिलेदेखि चढेको होइन, आजभन्दा के अरे 60 वर्ष पहिला। आजभन्दा 60 वर्ष, म त अहिले 72 मा लागिसकेँ नि। आजभन्दा 60 वर्ष पहिला मैले त्यो मल्लाजको गाउँमा पढेँ। पर त्यहाँ हाई स्कुल त्यति बेला बनिएको थिएन। हाई स्कुल त पछि बनेको। मैले पढ्दाखेरि त 8 कक्षासम्म थियो त्यो मल्लाजमा। त्यो मल्लाजको त्यही दरबारको उतापट्टिको घरमा चाहिँ एउटा घर थियो।